हेलो साथीहरू सबैजनालाई ह्यापी होली। आज म होलीको दिनमा चाहिँ मेरो ठुलो बहिनीको घर जाँदैछु कौरादा। हामी चाहिँ पत्री आइसकेको थियौँ अनि पत्रीमा चाहिँ यहाँ होलीको प्रोग्राम भइरहेको थियो अनि भाइहरू चाहिँ यता हेर्दै थियौँ, बेर थियो अनि एकछिन चाहिँ हेऱ्यौँ, रमाइलो भयो। अनि गाडीहरू चाहिँ कुनै कुदेकै थिएन अनि हामी परसम्म हिँड्दै हिँड्दै गयौँ। हामी चाहिँ हिँड्दै पर गइसकेपछि गाडी भेट्यौँ अनि पछाडिको सिटमा बसेको थियौँ। अनि यहाँ भाइ चाहिँ दुर्गेश थापाको गीत बजिरहेको थियो, हेरेको हेरे भन्ने। अनि त्यसपछि उहाँ पुरा खतरासँगले नाच्दैछ, दाजुभाइ नै नाच्दैछन् दुईजनै मिलेर। दमक पुग्ने बेलामा चाहिँ झन्डै एक्सिडेन्ट भयो अनि यहाँ डर लागिरहेको छ, पुरा हल्ला भइरहेको छ। झन्डै हामी चलेको गाडीले चाहिँ त्यहाँ सफर गर्थ्यो। ठिक्कै यहाँ गोर्खा अगाडि चाहिँ ठुलो प्रोग्राम भइरहेको थियो, मान्छेहरू कति धेरै थियो। अनि एकछिन गाडीदेखि हेऱ्यौँ, रमाइलो भइरहेको थियो बाहिर चाहिँ। अनि म चाहिँ यता हाम्रोतिर पनि यस्तै ठुलो प्रोग्राम हुनु नि कहीँ जाइदिने थियो, रमाइलो हेरिन्थ्यो भन्ने चाहिँ भाइ पनि हो भनिरहेको छ। हामी चाहिँ पशुहाट आइपुग्यौँ अनि त्यसपछि गाडी यहाँ पर्खिरहेको छौँ। गाडी खाली थियो अनि मान्छे भर्नु टाइम लाग्छ नि त, अनि त्यही भएर पर्खेको थिएँ। अनि बल्ल बल्ल मान्छे त भर्यो, तर कति ठुल्ठुलो मान्छेहरू छेउमा आएर कतिखेर पुग्नु जस्तो भएको थियो। अनि पाडाजुङदेखि गौरादा चाहिँ कस्तो अप्ठ्यारो गरी आयौँ बसेर। अनि त्यसपछि फाइनली हामी घर आइपुगिसक्यौँ। सबैले भिडियो दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद। बाई बाई।